बोस्टन टी पार्टी भनेर चाहिँ अमेरिकन इन्डिपेन्डेन्स छ नि त्यससँग कनेक्सन छ क्या पहिला एउटा सिपमा चाहिँ बोस्टनमा सिप थियो कि एउटा के होइन त्यसमा चाहिँ टीको अब टी नै टी भएको के भन्दा उनीहरूले अब एसियादेखि लिएर आएको होला नि त अनि त्यो चाहिँ पड्काइदिन्छ कि अनि चाहिँ त्यो चाहिँ वान अफ द अब अमेरिकन इन्डिपेन्डेन्सको रेभोल्युसनको एउटा ट्रिगर हो क्या अनि यसको नाम हो नि त बोस्टन टी पार्टी त्यही भएर यहाँ ल्याएको खानु भन नै अब यसको के सिग्निफिकेन्स छ होला नि त एउटा स्कन खान्छु भनेको त्यो स्कन पनि पाएन यो ठाउँमा खाना भन्दा नि इट्स हिस्ट्री क्या यो लिभिङ इन हिस्ट्री क्या अब त्यो मेन कुरा त्यो खाना त बाहना पो हो त नानु सेक्सपियर यहीबाट हिँड्थ्यो अरे सेक्सपियरको घर कस्तो सेक्सपियरको घर कस्तो टाउन सेन्टरमै रहेछ होइन टाउन सेन्टर त त्यो भयो भनेर बनाएको होला नि त 22 वर्ष रादर देन अब सेक्सपियर टुज भन्दा नि त्यही त म त फेक बनाएको कि जस्तो लाग्यो यस्तो टाउन सेन्टरमा त के होला र यिनीहरू झन् कन्ट्री साइडमा बस्नु खोज्छ हुन त पहिला यो कन्ट्री साइडै थियो होला अब सेक्सपियर भनेर उनीहरूले अब उल्टो टाउन भयो होला